नमस्कार सम्पूर्णमा। आज म यो भिडियोमा नेपाल राष्ट्र बैंकद्वारा जारी गरेको एकीकृत निर्देशन 2082 अन्तर्गत रहेर विभिन्न विशेष गरी बैंक तथा वित्तीय संस्था त्यस्तै गरी संस्थानहरूमा सोधिने विभिन्न बहुवैकल्पिक प्रश्नहरू तयार पारेको छु, जसमा पहिलो प्रश्न रहेको छ। एकीकृत निर्देशन 2082 बमोजिम वाणिज्य बैंकहरूले कायम गर्नुपर्ने न्यूनतम पुँजी कोष टोटल क्यापिटल फन्ड कति प्रतिशत रहेको छ? कमा 8.5%, खमा 10%, गमा 11%, घमा 4.5%। यसको सही आन्सर 11% रहेको छ, जसमा 8.5 न्यूनतम पुँजी कोष र 2.5 क्यापिटल कन्जर्भेसन बफर रहेको छ। त्यसैले अर्को प्रश्न रहेको छ। कोर क्यापिटल टायर 1 भित्र तलका मध्ये कुन समावेश हुँदैन? कमा चुक्ता पुँजी, खमा वैधानिक जगेडा कोष, गमा सामान्य कर्जा नोक्सानी व्यवस्था, घमा रिटेनिङ अर्निङ। यसको सही आन्सर हो सामान्य कर्जा नोक्सानी व्यवस्था। यो टायर 2 मा पर्छ, त्यस अन्तर्गत यसमा पर्दैन। त्यस्तै गरी अर्को प्रश्न रहेको छ। बैंक तथा वित्तीय संस्थाले लिभरेज रेसियो न्यूनतम कति प्रतिशत कायम गर्नुपर्ने प्रावधान छ? कमा 3%, खमा 4%, गमा 5%, घमा 6%। यसको सही आन्सर हो 4%। त्यस्तै गरी अर्को प्रश्न। जोखिम भारित सम्पत्ति रिस्क वेटेड एसेट्स गणना गर्दा पर्सनल ओभरड्राफ्ट कर्जाको भार कति प्रतिशत तोकिएको छ? कमा 100%, खमा 125%, गमा 150%, घमा 75%। यसको सही आन्सर हो 150%। त्यस्तै गरी अर्को प्रश्न रहेको छ। कुनै बैंकको कोर क्यापिटल न्यूनतम तोकिएको अनुपातभन्दा कम भएमा नेपाल राष्ट्र बैंकले कुन कारबाही सुरु गर्दछ? अप्सन रहेको छ। कमा शीघ्र सुधारात्मक कारबाही, खमा इजाजत पत्र खारेजी, गमा नगद जरिवाना मात्र र घमा सञ्चालक समिति विघटन। यसको सही आन्सर शीघ्र सुधारात्मक कारबाही। त्यस्तै गरी अर्को प्रश्न रहेको छ। एकीकृत निर्देशन 2082 अनुसार आर्थिक वर्ष 82-83 का लागि वाणिज्य बैंकहरूले कायम गर्नुपर्ने काउन्टर साइकल बफर कति प्रतिशत रहने व्यवस्था छ? अप्सनहरू कमा 2.5%, खमा 1%, गमा 0%, घमा 5%। यसको सही आन्सर हो 0%। अर्को प्रश्न। पुँजी कोष क्यापिटल फन्ड को गणना गर्दा कुन कुन पुँजीको योगलाई समावेश गरिन्छ? यसको अप्सनहरू रहेका छन्। कमा प्राथमिक पुँजी र सहायक पुँजी, खमा प्राथमिक पुँजी र पूरक पुँजी, गमा चुक्ता पुँजी र जगेडा कोष र घमा टियर 1 र टियर 3 पुँजी। यसको सही आन्सर हो ख प्राथमिक पुँजी र पूरक पुँजी। यसलाई कोर क्यापिटल एन्ड सप्लिमेन्टरी क्यापिटल अथवा अर्को शब्दमा टायर 1 र टायर 2 क्यापिटल पनि भनिन्छ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ। बैंकले कायम गर्नुपर्ने न्यूनतम पुँजी कोष कायम नगरेमा कुन नियमावली बमोजिम कारबाही हुने व्यवस्था छ? अप्सन रहेको छ। कमा बैंक तथा वित्तीय संस्था ऐन 2073, खमा शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली 2074, गमा नेपाल राष्ट्र बैंक ऐन 2058 र घमा एकीकृत निर्देशन 2081। यसको सही आन्सर हो शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली 2074। त्यसै गरी अर्को प्रश्न रहेको छ। बेचकीय समायोजनका क्रममा खराब वर्गमा वर्गीकृत कर्जामा कायम गर्नुपर्ने नोक्सानी व्यवस्था प्रोभिजन कमी देखिएमा सो कमी कहाँबाट घटाइन्छ? यसको लागि अप्सनहरू रहेको छ। कमा टियर 2 पुँजीबाट, खमा टियर 1 पुँजीबाट, गमा कुल पुँजी कोषबाट, घमा जगेडा कोषबाट मात्र। यसको सही आन्सर हो टियर 1 पुँजीबाट। यससँगै यस निर्देशनको विशेष गरी 1 नम्बरबाट यही सामान्य हामीले एमसिक्यूहरू तयार पार्यौं। हजुरलाई अन्य बुदाहरूबाट पनि यस्तै एमसिक्यूहरू जान्न चाहनुहुन्छ भने हाम्रो भिडियोलाई लाइक, कमेन्ट गर्न नबिर्सनु होला। नमस्ते।